आडे जुदाई भने चाहिँ हाम्रो यहाँ कुखुरा जुदाई छ ल्याएर ओहो पहिला चाहिँ त्यसले जितिरहेको थियो ल यो भाले चाहिँ नि अब चाहिँ यो न्यायाधीश हो यो होइन यसले केही फैसला गर्न सके छैन कुनलाई माया गरौँ कुनलाई के गरौँ कुनलाई के गरौँ यसले पत्तै पाएन ल हेर्नु है पहिला चाहिँ नि हेऱ्यो कौडेले जितिराखेको हो त्यो रातोले हारिराखेको अहिले चाहिँ नि अब रातोलाई चित्त बुझेन छ अनि फेरि चाहिँ नि अब जुदाई गरेर ल हेर्नु यो रगतै रगत है अब यस्तो ल हेरौँ त ल ल ल हेर्नु गाई चाहिँ यस्तो छ है ल यो हेरियो चाहिँ चल्लाको माउ हो त्यो उतापट्टिको ल गाई चाहिँ यस्तो छ हेरौँ ल कुखुराहरू चाहियो भने सम्पर्क राख्नु होला होइन अब यो मेरो कुखुरा बेच्ने कुखुरा हुन् ल यहाँ अब कुखुरा टन्नै छन् आऊ 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 30-35 हाराहारीमा छन् साना ठुला गाई चाहिँ अब यस्तै हो हेलो भन्दै भन्छ हेलो हेलो ए नानी हेलो हेलो भन्दै ल हेलो ए यसले भन्दिनँ भान्जाले फेरि ल हेलो गाइज भनिदेऊ हेलो गाइज है नि त हजुर ल यसो भिडियो मात्रै हेरेर पनि भएन साथीहरू होइन अब यस्तै हो यसो लाइक कमेन्ट सेयर पनि यसो ठोकिहाल्नुपर्छ के पैसा लाग्दैन के होइन केलाई कन्जुसी गर्नु छ र भने होइन मरिलाइन जिन्दगीमा के छ र होइन आज मऱ्यो भोलि 2 दिन भइहाल्छ यसो लाइक कमेन्ट पनि सर होइन दिइहाल्नुपर्छ यस्तै हो हाम्रो चाहिँ अब कुनै अब झटकपटक हुँदैन होइन कम्मर मच्काएको छाप्रो देखायो भने त्यस्तो हुँदैन हाम्रो भनेको चाहिँ नि नेचरल एकदम के हेर्नु अब गाउँघरको है अब खासै त्यस्तो केही हुँदैन होइन एकदम नेचरल हुन्छ अब यी खेती किसानी मान्छे गोठाले जिन्दगी होइन यस्तै छ यी बाख्रा पाल्ने कुखुरा पाल्ने है कुखुरा छन् 30-35 हाराहारीमा होइन अब यो चाहिँ नि अब यसो मान्छे पायो भने अब भट्टाभट अब दिइराखे पनि हुन्छ ल कुखुरा चाहियो भने अब सम्पर्क राख्नु होला है एकदम दानाहरू केही नखाएको प्योर लोकल मकै सेतो त्यो पनि घरको होइन ए यस्तोको मासु खाने त फेरि साथीहरू एकदम के खतरा हुन्छ नि त फेरि पुरा शरीरमै पुरै एनर्जी आउँछ यस्तो